नमस्कार, म डाक्टर रोशन खतिवडा, कन्सल्टेन्ट न्युरोसर्जन। आज म तपाईहरूलाई ब्रेन ट्युमरको बारेमा केही जानकारी दिन गइरहेछु। हामी सबैजना सोच्छौँ कि ब्रेन ट्युमर भएपछि अब बाँचिँदैन, तर सबै ब्रेन ट्युमर क्यान्सर हुँदैनन्। केही ब्रेन ट्युमरहरू बिनाइन हुन्छन् र केही ब्रेन ट्युमरहरू मेलिग्नेन्ट हुन्छन्। त्यसो भएर यिनीहरूको ब्रेन ट्युमरको ट्रिटमेन्ट सम्भव छ। हामी अब लक्षण हेर्दाखेरि ब्रेन ट्युमरमा तारन्तार रेगुलर हरेक दिन टाउको दुख्ने, शरीरको कुनै भाग नचल्ने, बेहोस हुने र कहिलेकाहीँ फिट्स आउने, आँखा धमिलो हुने, एकपाटो नचल्ने, बान्ता हुने, यस्ता लक्षणहरू दिनानुदिन बढ्दै गएको खण्डमा ब्रेन ट्युमर हुन सक्छ। र यस्तो भएको खण्डमा हामीले न्युरोसर्जन, न्युरोफिजिसियन अथवा आफ्नो जेनरल फिजिसियनलाई गएर भेट्नुपर्ने हुन्छ। र ब्रेन ट्युमरको डायग्नोसिसमा एमआरआईको प्रमुख भूमिका हुन्छ। एमआरआई गरेर ट्युमर कुन स्थानमा छ, कुन साइजमा छ, कस्तो प्रकृतिको छ, त्यो थाहा पाउन सकिन्छ। विश्वभरमा हरेक वर्ष 3,25,000 भन्दा धेरै ब्रेन ट्युमरका केसहरू नयाँ देखिन्छन् र तीमध्ये 2 लाख भन्दा धेरै मानिसहरू ब्रेन ट्युमरको कारणले ज्यान गुमाउने गरेका छन्। अब ब्रेन ट्युमर के कारणले हुन्छ भन्दाखेरि अब यही कारण भनेर डेफिनेट धेरै जसो केसहरूमा थाहा नहुन सक्छ। कतिपय ब्रेन ट्युमरहरू वंशानुगत हुन्छन्, कतिपय ब्रेन ट्युमरहरू रेडिएसनको कारणले हुन सक्छन्, तर प्राय जसो ब्रेन ट्युमरहरूको केही कारण देखिँदैन। ब्रेन ट्युमर भइसकेपछि यदि बिनाइन ब्रेन ट्युमर हो, यसको साइज सानो छ भने यसलाई कन्टिन्युअस मोनिटरिङ गरेर पर्खिन पनि सकिन्छ। यदि ब्रेन ट्युमर अर्कै प्रकृतिको छ, मेलिग्नेन्ट प्रकृतिको छ, ठुलो छ, यसले सिम्पटम्सहरू देखाइरहेको छ शरीरमा भने त्यसको लागि सर्जरी जरुरी छ। र अहिलेको आधुनिक न्युरोसर्जिकल युगमा सर्जरी धेरै नै सेफ र प्रभावकारी देखिरहेको छ। समयमै उपचार भएको खण्डमा, समयमै सर्जरी गरेको खण्डमा कतिपय बिनाइन ट्युमरहरू निर्मूल भएर बिरामीलाई आफ्नो डेली एक्टिभिटिजमा फर्काउन सकिन्छ र कतिपय ट्युमरहरू चाहिँ मेलिग्नेन्ट देखिएको खण्डमा अपरेसनपछि रेडियोथेरापी र केमोथेरापी चाहिने हुन सक्छ। समयमा उपचार गरेको खण्डमा ब्रेन ट्युमरको आउटकम धेरै नै राम्रो हुन सक्छ।